सुनाइसिप कक्षा 5 पाठ 2। मानिसको शरीरमा मात्र होइन, मानसिकतामा पनि विभिन्न समस्याहरू देखिन्छन्। मानिसले मानिससँग गर्ने व्यवहारबाट उसमा मानसिक समस्या छ कि छैन भनेर थाहा पाउन सकिन्छ। मानिसको जीवनलाई खराब खानपानले मात्रै होइन, खराब बानी बेहोराले पनि हानि गरिरहेको हुन्छ। झुटो बोल्ने र अरूको देखेर ईर्ष्या गर्ने मानिस खराब मानिस हो। अरूको नराम्रो भएको देखेर खुसी हुने र अरूको राम्रो देखेर ईर्ष्या गर्ने बानी मानसिक समस्या हो। यस्ता मानिसलाई कसैले पनि मन पराउँदैनन्। रिस पनि एउटा मानसिक समस्या हो। रिस मानिसको शत्रु हो। रिसले कसैलाई पनि फाइदा गर्दैन। मनमा असल विचार लिन सकेमा रिसको भावना हट्छ। रिस उठिहाल्यो भने मौन रहनुपर्छ।